पनि नाच्नु पर्छ बिचमा हेलो गाइस नमस्ते म मिस्टर रमेश चम्पादेवी मन्दिरको लागि हाइकिङमा अब निस्किन लाग्यो हामी होइन बाटो चाहिँ एकदमै ध्वस्त छ अरे त्यहाँ अब जानलाई कम्ती पनि 7 घन्टा लाग्छ भन्ने खबर आएको छ मैले त्यहाँ नजिकैको कोही साथीहरूलाई बुझ्दाखेरि त्यही भएर हामी आधी बाटोसम्म जहाँसम्म जान्छ त्यहाँसम्म चाहिँ स्कुटरमा जाने भन्ने प्लान गरिरहेछौँ अनि कहाँसम्म बाइक स्कुटर जान्छ त्यहाँसम्म हामी स्कुटरमा जान्छौँ अनि त्यसपछि हामी अनि त्यहाँ के हुन्छ त्यसपछि हामी सब A to Z देख्ने कोसिस गर्दैछौँ हामी अनि हाम्रो यो चाहिँ दोस्रो भ्लग हो नि त पहिला अस्ति नै एउटा बनाएको होलीको पनि भ्लग छ भनेको हाम्रो तेस्रो भ्लग हो तेस्रो भ्लगमा चाहिँ अब अलिअलि त्यहाँ चाहिँ यो चाहिँ भन्नु लाग्नु हुन्थ्यो भनेर सोचेका कुराहरू फेरि पनि भन्छौँ अनि त्यसपछि लाइक कमेन्ट सब्सक्राइब एकदमै गरिदिनु होला सब्सक्राइब चाहिँ मन परे पनि नपरे पनि एउटा सब्सक्राइब गरिदिनु होइन किनभने अनि त्यही भएर सब्सक्राइबर बढ्नु परेको छ अब सब्सक्राइब गर्दा के गर्नु फरक पर्दैन गरेर बाटोमा खाना केही छैन भिडियो पनि एउटा हालिहालौँ होइन पानी पनि हाल 4-5 बजी पानी हालौँ 5 पिस पानी मलाई यहाँ छ 5 छ भने छ आजसम्म जान्छ है मिलाउनु के कोपिस नफुट्ने गरी हाल्ने हो कोही बाहिर माथिबाट हाल्ने भयो बाटोमा चप्पल लाएर बोल्दा पुरै खुट्टा खाऊ लाग्छ त्यही भएर जुत्ता लाउँदा अब यहाँ मन्दिर त लैन किन साह्रो यहाँ म यता हामी बिहान दान लाग्नु बेला हामी हिँड्नु लाग्यो अब हिँड्नु लाग्नु बेला छ अनि म मेरो बहिनी जाने अब यही घरमै हुनु न उतादेखि आइराख्नु भएको अब आउनु टाइम लाग्छ नि त्यसमा हामी आधी बाटो पुगिसक्छौँ 5 मिनट माग्नु भएन नि दिनु भने हामी दिने हो 5 मिनट माग्नु भएन नि दिनु भने हामी दिने हो जाने मान्छे होइन जो मान्छे हाइकिङ जाने भनेको हिँडेर हो होइन जो उसलाई बोक्नुपर्छ उही मान्छे चाहिँ हाइकिङ जाने भनेर नि त एक्साइटेड भएको एक्साइटेड यिनीहरूलाई ठिक्क परिसके पछाडि फोन गरेर छोरीको न्युले आफू हाइकिङ जान रेडी भइरहेको मान्छे यही हो होइन यहाँ एउटा चलन मान्छेको भिडियो खिचिदिनु पऱ्यो भनेको छ होइन यो चाहिँ पुरै फोटो मात्रै हो है फेरि अब चाहिँ हामी ठ्याक्कै यहाँ घरबाट बाहिरपट्टिको सडकबाट मेन सडकतिर लाग्यौँ अब हामी एकदम द्रुत गतिमा चाहिँ निस्केर जान्छौँ होइन जाँदै जाँदै गर्छौँ अब यहाँबाट चाहिँ एकदम हामी
किर्तिपुरको नयाँ बजार छोड्दैछौँ। नयाँ बजार छोडेर अगाडि लागिरहेका छौँ होइन। यो चाहिँ किर्तिपुर गेट भयो, त्यहाँबाट तल झर्दै यहाँबाट चाहिँ अब आयुर्वेद अस्पताल आइपुग्छ। आयुर्वेद अस्पतालबाट सिधै तलतिर जाँदैछौँ हामी होइन। यो चाहिँ आयुर्वेद अस्पताल हो नि त। यो त्यहाँबाट अगाडि जाँदैछौँ सर। अब हामी करिब ल्याबोरेटरी स्कुल अगाडिपट्टि पुग्न आँट्दै थियौँ। पछाडिपट्टि हेरे चाँदनीको स्कुटर छैन। त्यसपछि अब हामी यहाँतिर गएर ल्याबोरेटरी स्कुलको अगाडितिर गएर ठ्याक्कै यहाँ हामी रोकेर उसलाई अब कुर्दा दिगदार लागिसक्यो। यता फर्केर हेर्दा मुन्टो बाङ्गिसक्यो। कहिले यता हेरो, कहिले उता हेरो। यता हेर्छु छैन, उता हेर्छु छैन, उता हेर्छु छैन। अब उसलाई फेरि उसको मम्मीले चस्मा लिएर आइदिएको कुरो छोडिदिउँ ल। खुसीले गद फरक केही छैन। लाएको छ, हिँडेको छ, के गरेको छ, कसो गरेको छ। चस्माले राम्रो भनेको छ, घाममा के भनेको छ। हरेक सुन्दै यो चोबारको डाँडो उकालो लाग्दैछौँ। ओके गाइज, चोबारको डाँडोतिर उकालो लागिरहेछौँ। यो मोडतिरको झ्यासतिरको के छ कसो छ। स्कुटरमा हिँडेको छ, ढोर टिट पार्दै हिँडेको कुरो छोडिदिउँ ल। क्या यस्तो राम्रो त अनि कुरो छोडिदिउँ न, त्यसरी हिँडेको छ त नि। अब सर र चोबारको त्यो ओह्रालो लागेर चाहिँ हुप्पील्यान्ड यतापट्टि हो। हुप्पील्यान्ड हुँदै त्यो भाँडो सक्यो। त्यतापट्टिबाट यतापट्टि आएर सर र चोबारको ओह्रालो सकिँदैछ। अब फेरि हामी यहाँबाट गयौँ सुखा बन्दरगाह आइपुग्यो। ल हेर्नुहोस्, चोबारको चाहिँ नि सुखा बन्दरगाह आइपुग्यो। यहाँ 40 को स्पिडभन्दा बढी हिँड्न मिल्दैन भनेको छ, बोर्ड पनि राखिरहेको छ। अब हामी सुखा बन्दरगाह कटेर अगाडिपट्टि लाग्यौँ। यहाँ माथितिर गयो भने चोबारको डाँडाको त्यो उता त्यो गाउँहरूमा पुग्छ। अब हामी यहाँ टौदातिर लाग्दैछौँ। टौदातिर हिँडेछौँ है हामी। ल टौदातिर जाँदैछौँ। अलिकति यहाँ यसैको छेउतिर चाहिँ टौदाको त्यो दहहरू सुरु हुन्छ। अब यहाँ रिसोर्टहरू भएको ठाउँ चाहिँ अलिकति अगाडि हो। अस्ति नै हामी अफिसबाट एकचोटि पिकनिक पनि गएको थियौँ क्या। हो ठ्याक्कै यहीँ तल्लोपट्टि यही रेस्टुरेन्ट हो, त्यो पनि कट्यो गयो। अब हामी करिब दक्षिणकाली नगरपालिका, यहाँ नयाँ बिगमा खोलेछ है। अब हामी दक्षिणकाली नगरपालिका जान्छौँ। यहाँबाट दक्षिणकाली नगरपालिका सुरु भयो है। अब दक्षिणकाली नगरपालिका सुरु भइसकेपछि सर हिँड्यो। मेरो आवाज सुन्न मन नलाग्यो, गीत सुनौँ जस्तो लाग्यो भने गीत चाहिँ मैले हाल्दिनँ। म एउटा पुक्क पारेर एउटा म्युजिक हाल्छु है त। पढ्नुहोस् है। स्वर अब तपाईँहरूले चाहिँ यसले के खायो कराकुरु पारेर भन्नु भएको होला। मलाई मन चाहिँ त्यहाँ म्युजिक हाल्ने राम्रो खालको यो हिँडे जतिको मान्छे सबै गीत हाल्न मन हो, तर मलाई आएन। अब नजान्न त पाइयो के अरे, अनि आएन। अनि यसो थिचेको त्यस्तै आयो कि काराकुरु गर्ने आयो। त्यही पनि इट्स ओके। त्यहाँभन्दा बढी हाल्ने आएन। अनि एउटै धेरैचोटि के हाल्नु, तपाईँहरूलाई हेर्दा पनि बोर होला भनेर नहाले। अब ठिक छ, अब म बोल्दैछु त होइन। अनि अब यति गर्दा अब बाटोको कति धेरै हाल्नु भन्दा मैले बिचमा अलिअलि काटिदिएँ। अब हामी करिब तपाईँको त्यो कच्ची बाटोतिर पुग्न आँट्यौँ होइन। पिच बाटो यो उसमा पुगिसक्यो। पिच बाटो पनि अब थोरै सकिँदैछ। दक्षिणकाली चेकपोस्ट पुग्छ है। अब हामी त्यहाँबाट दाहिनेपट्टि लागेर अगाडितिर लाग्यौँ। अब यहाँ अलिकति उकालो बाटो ढलन गरेको छ होइन। ढलन गरेको बाटो यो सकिएपछि हेटौँडा जाने बाटो त हो नि। भिडियो खिच्ने बाटोको पनि धेरै रहर चाहिँ थियो, तर यस्तो गन्याङ र गुन्नुङ बाटोमा भिडियो खिच्न सक्ने अवस्था भएन। अब अलिकति पर पिचमा पुगेपछि गरौँला।
हेलो गाइज, अब फाइनल्ली हामी चाहिँ यो हेटौँडा जाने बाटो छोड्ने ठाउँ आइपुग्यो है। अब फेरि सुरु भयो यहाँबाट। अब हामी उकालो उकालो लाग्दैछौँ। अब हामीले खासै यो स्कुटर चढेर जाने धेरै छैन बाटो, अब इन्डिङतिर हो। तर उकालो उकालो बाटो यहाँबाट माथि लगाइसके पछाडि नै यो जति पनि बाटो छ त्यति चाहिँ ढलानै छ होइन। अलि परतिर यस्तो राम्रो गाउँै छ क्या, पुरै यस्तो राम्रो रहर। मलाई यहीँ गएर बसौँ लाग्ने खालको जस्तो गाउँ कि रमाइलो। यस्तो छ बाटो। अब हामी राख्नु लागि घर भनेको। अब हामी यहाँतिर स्कुटर राख्ने हो, अब हिँडेर जाने हो। बाबाले त झन् स्कुटरै चलेर जानु मिल्छ जस्तो लागेको छ। अनि मलाई रास्तै रिस उठिसकेको छ। अनि एकजनाबाट इन्फर्मेसन लिएको, अनि त्यसपछि थाहा त्यसलाई ल गाइज होइन, हामी अब बाइकमा हिँड्ने जति हिँड्यौँ। अब यहाँबाट बाइकमा हिँड्ने ठाउँ छैन, बाटो अब यहाँ करिब इन्डिङ हो होइन। अब त्यो घरको मान्छेलाई सोधेर त्यहाँनिर स्कुटर राख्यो। अब लेफ्ट राइट हो होइन। अब यिनीहरूको 5-10 मिनटको चुरीफुरी हेरौँ ल, त्यसपछि अनि यिनीहरूको पनि दिमाग खराब भइहाल्छ नि होइन। हाइकिङ जाने पनि फेरि मान्छे हाइकिङै जस्तो होइन। अर्को घाम चर्किया छ। कहाँ हिँड्छ छोरी? ल है हजुर हो है, बाटोतिर पनि भेट्छ होला है मान्छे। के चोरी भयो त? मान्छेहरूलाई लुट्यो? ए ए त्यही त। मलाई एउटा है ए ल नि ल धन्यवाद। ल अब यहाँ चाहिँ अब जङ्गलको बाटो छ नि त। अनि एकजना दिदीले चाहिँ चोरले साउन 15 गते कि असार 15 गते त्यहाँ मान्छे चोरेर लुटेर पठाइदिएछ अरे, एउटाको हातै भाँदैछ अरे भन्दै थियो हामीलाई होइन। अब हामी जाँदैछौँ के अरे, अब जङ्गल सुरु हुन लाग्यो। अब जङ्गल यस्तो छ, बाटो यही हो। अब टिम यस्तो छ फेरि यहाँ, यी टिम पनि हिँड्ने नै जस्तो छ यी। अनि यहाँ अब लेफ्ट राइट हिँड्दैछौँ। जङ्गलमा क्या मिठो कोइलीहरू कराइरहेको छ है चराहरू। एकछिन साइलेन्ट है, साइलेन्ट है। अब चाहिँ यहाँ लालीगुराँस फुलेको वनबारी भन्ने जस्तै लालीगुराँस फुलेको देख्न सकिन्छ होइन। यहाँबाट मेरो साथी यहाँ छ है, तर मेरो साथी हो यो। यसरी जङ्गलको यात्रा भइरहेछ होइन। यहाँबाट बाटो पुरै ध्वस्त छ। बाटो हो कि होइन जस्तो मात्रै छ। घाम लागिरहेको छ कन्ट्रोलमा पुरको होइन। के आवाज त जङ्गलमा आइहाल्छ होइन। यहाँ मान्छेहरू डराउनु थाल्छ क्या अहिले नै। यो बस्ती छोडेकै धेरै बेर भएको छैन। अझ त्यो घना घोर जङ्गलमा पुगेर एउटा बाटो गरेर आवाज आयो भने के गर्छ होला है मान्छेहरूले होइन। ग्रुपमा बस्नु भने टाँसिने होइन नि, अलिक नजिक यति टाढा केही देखिनसम्मको टाढा टाढा होइन। तिमीलाई डर लाग्यो क्या जङ्गलमा? अनुहार त्यस्तो आइरहेको जङ्गलमा डर। तिमी पनि तिम्रो पनि पिँढाभित्रको हाँसो जस्तो देखिन्छ नि त। फेरि कस्तो फिल भइरहेको छ हो? छोरी चाहिँ डराएको छैन, छोरो चाहिँ डराएको देखिरहेको छ है मैले। पुरै बाटै छैन होइन। पुरै जङ्गल फरानी हो। फडानी कि के हो फाँडेको के? पुरै जङ्गल फरानी हो,
भनारी कि के हो फाडेको कि ए समय हामी चम्पादेवी कहाँ हो चम्पादेवी भनेर चाहिँ खोज्दै 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 हिँडिरहेको छौँ। लाली गुराँस फुल फुल्यो वनभरि फुल फुल्यो वनभरि तिम्रो माया छ मेरो मनभरि। हेर सर हाल नजिक सिँसिँ चलाउँदा पार्छ त त्यो के हो बार भन्नुभयो औँसी पनि पाइन्छ क्या हो उठे बाटो यस्तो छ गाइस पुरै जङ्गल सुनसान छ यहाँ कोही मान्छे हेरेर देखाएको छैन। जङ्गलको बिचमा गाइस लाली गुराँस फुलिरहेको छ होइन। ए माथितिर पनि खतरा छ जङ्गल घनाघोर जङ्गल छ होइन जताकतै घनाघोर जङ्गल छ ए होइन पुरै घनाघोर जङ्गलको बिचमा यहाँ लाली गुराँस फुलेको हेर्दै निकाल्दै बच्चा बोकेर बिचल्ली हुँदै घनाघोर जङ्गलमा है लाली गुराँस फुल फुल्यो वनभरि फुल फुल्यो वनभरि तिम्रो माया छ मेरो मनभरि। यो जङ्गलको बिचमा अब फर्किम फर्किम लागिरहेको होला यहाँ कोही बेला होइन। पछाडि अझै एकजना छ माथि पुगेपछि खुसी भयो होला नि त तपाईँ फुल समात्नु न। आज लाग्दै मजा आयो यो जो सबभन्दा पछाडि हुन्छ नि त्यही हो त्यो सबभन्दा डरपोक होला जो सबभन्दा पछाडि छ है मम्मीको पनि पछाडि एकजना छ त त्यही हो क्या। अनि म चाहिँ डराउँछु नि डराउँदिनँ नि नडराउने मान्छे ऊ यहाँ डराउनु अहिले डराउने मान्छे ऊ यहाँ अनि सबभन्दा डराउने उहाँ बटरफ्लाई बटरफ्लाई तपाईँ के गर्यो एकछिन सिधा होस् होइन। हेलो पछाडिको मान्छेको खान अहिले लाग्छ हल्लिरहेको होला मलाई ब्यालेन्स गराउन आउँदैन है त्यही भएर हल्लिरहेको छ। गाई त गरिरहेको छु सिधै राख्ने हो र राम्रो भयो। गाइस जङ्गलको बिच बाटोमा आइपुग्यो हामी। यो चाहिँ एउटा यस्तो बिच बाटो छ यहाँ सडकको पनि बिच छ कि यहाँ होइन पुरै चावल चौ जतिकै भरागिल ठाउँ छ होइन सडकको पनि बिच। अनि त्यसपछि यहाँबाट बाटो पनि दुईवटा छ हामी कतापट्टि जाने नेटवर्क पनि टिपिरहेको छैन गुगल म्यापले पनि काम गरिरहेको छैन सम्भवतः यता जाने हो तर यतैपट्टि पनि दुईवटा बाटो छ। अनि हामी
आएको बाटो चाहिँ यो भयो होइन त्यसपछि यहाँ बिचबाट अर्को एउटा बाटो रहेछ त्यसपछि यहाँ अर्को बाटो रहेछ यो तीनटै बाटो आउने बाटो हो अब जाने बाटो यतापट्टि छ तपाईँको होइन जाने बाटो यहाँ पनि यहाँ दुईटा छ अब यहाँ तल्लोपट्टिबाट जान्छ एउटा माथिल्लोपट्टिबाट जान्छ होइन अब कतापट्टिबाट हामी जाने हो भनेर चाहिँ हामी यहाँ सोच्दैछौँ तर हेलो गाइज होइन यहाँ डाँडाको मध्य बिन्दुमा आएपछि मेरो बुढीलाई अक्सिजन कम भयो जस्तो पऱ्यो होइन अब उसले जानु मन छैन कि मासतिर अब फर्किने तलतिर भन्ने विचार गरिरहेको छ होइन अब मलाई चाहिँ अब म त न्युट्रल हो छोरो जाने भनिरहेको छ उसको मम्मी चाहिँ नजाने भनिरहेको छ होइन छोरी अब छोरीलाई सोधौँ है तिमी माथि जाने तल जाने अब फर्किने घर माथि जाने रचन जाँदा नि कता जाने तिमी फर्किने घरै जाने तिमीलाई घरै मात्रै बस्नु मन लाग्छ अनि के गर्न आएको त हाइकिङ भनेको के हो थाहा थिएन हाइकिङ भनेको झोलामा खानेकुरा हाल्ने बोकेर हिँड्ने ट्रिका ट्रिक त्यही हो थाहा भयो अब अबदेखि हिँड्दैन हिँड्ने हामी हाइकिङ जान्छौँ भन्दाखेरि फोन गरेर पछि लाग्दिनौँ नि नलाग्ने अब हामी माथि जानु किन नि त तिमीलाई फर्किने पनि जङ्गलको बाटो एक्लै तिमीलाई सजिलो छ जस्तो लाग्दैन मलाई माथि जानु तर जानलाई धेरै जङ्गल पनि छ टाइम पनि लाग्छ के गर्ने बिहानै गएको हो कि तिनीहरू बिहानै फर्किने बेला भयो क्या हामी चाहिँ हामी बेलामा माथिकै सुनेको क्या त्यही त ल कसो गर्ने जाउँ ल फटाफट जाउँ है छोरीलाई के भन्छ घरै जाउँ त हाल्दा पछि अर्कोचोटि आउँदा फेरि हामी दुईजना चाहिँ अब यसै गरी बिदामा नेक्स्ट विक अथवा त्योभन्दा अर्को कुनै बेला के भन्छ फर्किने मम्मी रेस्टुरेन्टमा लिएर खाजा खाउँछ अरे के गर्न आएको त पछि लाग्छ मैले म पनि तिमीले म पनि खर्च गर्छु भनेको होइन अघि ल छोरो फर्केँ भाइ त अब के भन्छ ल ल के छ त रेस्टुरेन्टमा लगेर खिलाउनु पर्छ अनि अर्को आइसक्रिम चाहियो तिम्रो विचार रेस्टुरेन्टमा लगेर खाजा खाएर आइसक्रिम खाने भए फर्किन्छ अरे छोरा त्यही होइन म त माथि डाँडामा हिँडेको हामीले बिस्कुट र पानी हालेको छ हामी बिस्कुट र पानी खाएर हिँड्ने मान्छे हो मेरो त त्यही हो मैले भनेको तपाईँ नि हो तपाईले नि खिलाउनु पापा एटा राख्दिनु यो एटा राख्दिनु नि हैन अर्को नि छोरा अनि अर्को नि छ एउटा सर किने यो साथै यो ठाउँ देउता हुन्छ यो देउता हो यो माटो यो हेर्नु हैन मलाई अनि शीतलमा गएर डिसिजन गरौँ यहीँको हैन यहीँको राम्रो सबभन्दा राम्रो रेस्टुरेन्टमा खिलाउनु पर्छ ओके तँ त जसले फर्किने भने हो त्यसले गर्नु पर्यो नि त यार हेलो गाइज भेरी स्याड न्युज बुढी थाकेर हाम्रो मिसन सक्सेस भएन यो अनसक्सेस मिसनलाई हामी कुनै दिन कम्प्लिट गर्छौँ हामी बाउ छोराले होइन हामी आउन चाहेको पनि बाउ छोरै थियौँ होइन अब बाउ छोरा आउन चाहेको बेलामा हामी हिँड्ने बेलामा पछि लागेर म के गरौँ यो भावनाका छालहरू तरङ्गित भएर आए द्याट लभ ओके लेट्स गो रिटर्न टु होप के गर्छ त्यसका बाजे गाइस फाइनली हामी डाँडामा आइपुग्यौँ फर्किने भनेको थियो अब फर्किन्छ फर्केन होइन अब त्यही पनि ए बुढी मुसु लाग्थ्यो नि होइन अब हामी बिस्तारै बिस्तारै हिँड्दै फर्क्यौँ भनेको फर्केन त्यसपछि आयो जहाँबाट हामी सहर हेर्न चाहन्थ्यौँ त्यहीँ आइपुग्यौँ होइन अब के भन्छ सरी त्यही हो सर हेर्नु गाइस सर यो चाहिँ हामी पुगेको ठाउँ होइन यो यहाँ अलिकति मात्र तल गयो भने त्यो ठाउँ पुगिने हो
जाने बाटो उता रहेछ उता आउनु उता जाने भनेको हो अहिले हामी त्यहाँ छैनौँ यहाँ चाहिँ छ यहाँ होइन अब यहाँदेखि सहर देखेर चाहिँ यहाँ पहिरो खसेर रुखहरू नभएर यो सब नाटक हो म भनिसकेँ रङ्गत हिँड्यो हो यो त रङ्गत हिँड्यो हो जङ्गल मध्ये घना हो जङ्गल एकदमै डरलाग्ने जङ्गल थियो जङ्गलको बाहिर स्वाट माथि डाँडामा आउँदाखेरि मैले त्यही भएर छोरा म मात्रै आएको भएर रमाइलो हुन्थ्यो होइन र हामी यसरी बस्थ्यौँ पनि होइन अब यो आइने केट लिएर हिँडेपछि यस्तै हो अनि हामी अब फर्किन पर्ने बाध्यता पऱ्यो हाम्रो अपेक्षा अनुरूप ठाउँमा पुग्न सकिएन इट्स ओके नो प्रब्लम के रहेछ है व्हाइट कलरको फ्लावर वाउ कस्तो राम्रो व्हाइट कलरको फ्लावर है रचन हेलो मान्छेलाई यत्रो उकालो उकालेर ढोकादेखि धन्यवादहरूको के भएको छैन ल जाऊ न जाऊ न यत्रो डाँडा चढ्ने भनेकै ठुलो कुरा हो कहाँ इन्डियाको मान्छे तराईको मान्छेलाई दक्षिणकाली नगरपालिकाको पहाड चढाएपछि चढ्न सक्छ गाइज सक्दैन एकदम रङ कुरा हो मलाई चम्पादेवी भनेर दक्षिणकालीको डाँडातिर लिएर म तराईको मान्छे पहाड यस्तो जङ्गल यस्तो बाटो म हिँड्न सक्छु सक्दिनँ मान्छेले हेपेको मलाई लड्ला रिसैले भए पनि समात्नको लागि भए पनि दिनुभयो धन्यवाद त्यहाँ फुल टिप्नु पर्छ क्या लाली गुराँस Hello guys. लाली गुराँस लाली गुराँस टिपेर लिएर आयो होइन ओ माय गॉड कहाँबाट टिपेर ल्याइसकेको तिम्रो माया छ मेरो मनभरि लाइदेऊ पिराती गाइस हामीलाई यस्तो राइडहरूको डङ्गरमा चाहिँ डङ्गुर एट्र्याक गरिरहेको छौँ होइन स्वास्नी चाहिँ हिँड्दा हिँड्दै थाकेर बिच बाटोबाट यस्तो फर्लिनु पर्यो होइन नो प्रब्लम होइन छातीमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भन्ने ढुङ्गा खोजिरहेको छु कि म ताकि म राखेर हाँस्न सकौँ होइन ओके नो प्रब्लम गाइज हामी नेक्स्ट टाइम नभनिकनै आउने भन्ने विचार हो अब आज पनि नभनिकनै आउने विचार थियो फ्याटा छोरालाई भन्न गएको अब पछि लागिहाल्यो ओके हामी चाहिँ दौडेर अगाडि आएको होइन उतापट्टि बिचल्ली छ है उहाँ भित्रतिर रचन यहाँ आइपुगेछ कि रचनको मम्मी यहाँ छ होइन रचन यहाँ छ हामी चाहिँ आइसक्यौँ म यहाँ बिचमा छु छोरी उहाँ पुगिसकेँ यस्तै छ हाम्रो बिचमा हामी पनि नाच्नु पर्छ बिचमा हामी पनि नाच्नु पर्छ बिचमा यो अब फाइनली हामी आयौँ बाइक पार्किङ गरेको ठाउँमा